हरेक वर्ष बर्खा सुरु भयो कि गाउँका किसानहरूका मुहारमा डर देखिन्छ। यो वर्ष पनि त्यही भयो। बाढी आयो, खेत डुब्यो, धान, तरकारी, उखु सबै बगायो। कसैको खेतमा अझै पनि पानी उभिएको छ। तेस्रो दिन भयो, धान सास फेर्न सक्दैन। हरेक वर्ष यही कथा दोहोरिन्छ। कसैले सरकारलाई पत्र लेख्छ, कसैले फोटो खिचेर पठाउँछ र न राहत आउँछ न क्षतिपूर्ति। कागजमा लेखिन्छ किसानलाई सहयोग गरिनेछ र गाउँमा पुग्दा त्यो सहयोग भेटिँदैन। कसैको घरमा आज खाना छैन र कोही मन्त्रालयमा बाढी नियन्त्रणको बैठक बस्दैछ। त्यो बैठकले किसानको पेट भरिँदैन। यी किसानहरू नै हुन् जसले हाम्रो थाली भर्छन्। हरेक दिन बिहानदेखि बेलुकासम्म घाम र पानीमा पसिना बगाउँछन्। बाढीले बाली बगाउँछ र अर्को वर्ष पनि त्यही खेतमा बिउ छर्छन्, किनकि उनीहरूको विश्वास माटोमा छ र माटोले जति माया गर्छ सरकारले त्यति कहिले गर्दैन। चुनाव आउँदा नेताहरू गाउँ पुग्छन् र जब खेत डुब्छ नेताको गाडी त्यही बाटो हुँदै आउँदैन। कति वर्षसम्म किसानले यस्तो सहनुपर्ने? के बाढी रोक्न सकिँदैन? के राहत र क्षतिपूर्ति पारदर्शी बनाउन सकिँदैन? कृषि बीमा किन सबै किसानले पाउँदैनन्? यी प्रश्नहरूको जवाब कहिले आउँदैनन्। तर हामी मौन बस्ने होइन। किसानको पीडा हामी सबैको पीडा हो। देशको मेरुदण्ड भनेको किसान हो। यदि किसान रोयो भने देश पनि रुनेछ। अब समय आएको छ कागजमा होइन व्यवहारमा किसानको आवाज सुन्ने। हरेक वर्ष बाढी आउँछ तर अब किसानको आँसु रोक्न सकिनेछ यदि हामी सबैले आवाज उठायौं भने। यदि तपाई पनि किसानको पीडा बुझ्नुहुन्छ भने यो भिडियो शेयर गर्नुहोस्, कमेन्टमा आफ्नो आवाज लेख्नुहोस् र सरकारलाई सम्झाउनुहोस् कि खेत मात्रै होइन किसान पनि हाम्रो अमूल्य सम्पत्ति हुन्।